सो हेलो गाइज नमस्ते वेलकम टु माई युट्युब च्यानल। सो आजको भिडियो चाहिँ मैले एकदमै डिफ्रेन्ट भिडियो लिएर आएको छु होइन। आज चाहिँ म कुकिङ भिडियो लिएर आएको छु। हाम्रो चाहिँ कम्पनी के छ भने होइन 16 जना नेपाली छौँ र सबैजनाले सँगै खान्छौँ के। सो ओके वेलकम टु माई किचन। यस दिस इज माई डोरमेटरी है, कम्पनीको डोरमेटरी हो होइन। सो यता चाहिँ हाम्रो रुमहरू छ, बस्ने रुमहरू, अनि देन यता सर आयो भने चाहिँ हाम्रो किचन आउँछ। उतापट्टि चाहिँ फिलिपिनको साथीहरूको किचन छ होइन। यता चाहिँ हाम्रो किचन छ। सो आज चाहिँ मेरो भान्सामा पाक्दैछ भेज करी। आफ्टर सो लङ हाम्रो केटाहरू चाहिँ भेज करी पकाउन चाहिँ एकदमै अल्छी गर्छन् होइन। र म चाहिँ भेज करी पकाउन गइरहेको छु। काउली ब्रोकाली अनि त्यसपछि यो चाहिँ फर्सी भइहाल्यो, के भन्छ कोइडा, अनि देन आलु है, पोटेटो, त्यही हो है। अनि त्यसपछि यता चाहिँ दाल रेडी हुँदैछ। म चाहिँ दाललाई पछि सिटी लाउन छोड्दै हाम्रो चाहिँ भात पनि यत्रो कुकरमा बस्छ होइन। राइस कुकर बडा छ है। यस दिस इज वाट आइ एम गोना कुक टुडे। सो म चाहिँ सुतरकै घरमा सब रेडी गरिसकेको छु होइन। काउलीहरू धोइवरी काउलीलाई चाहिँ धोएको होइन। आलुलाई काटेर आलुलाई धोएँ, त्यसपछि फर्सीलाई पनि धोइसकेँ मैले। अब चाहिँ उनीहरूलाई टक 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 चप गर्छु होइन। त्यसपछि पकाउँछु। यस ब्रोकाउलीलाई यता राखिदिन्छु। त्यसपछि म यसलाई काट्छु। पहिला आलुलाई पहिला काट्छु है। आलु पहिला काटेर काटिने ढङ्ग छैन खासै। तिर चाहिँ नजाऊँ हामी होइन। अहिले खाएर पकाएर खाँदा कस्तो हुन्छ भन्नेतिर जानुपर्छ। म लौका गर्छु। लौका चाहिँ कसरी लौका भन्नु, लौका होइन के भन्छ यसलाई, के भन्ने बिस म चाहिँ लौका होइन भिरिमलाई नै होइन, के भन्छ यसलाई, हवेली काटेर यसलाई चाहिँ यस्तो स्टाइलमा काट्दा एकदम दामी हुन्छ। सो कटिङ स्टाइल तरकारीहरू काटेर सबै सकिसक्यो। अब म चाहिँ मसला अनि प्याज रेडी गर्नतिर लागिरहेको छु होइन। प्याज चाहिँ खत्रै छ यहाँ हाम्रो है। खतरा ठुलो प्याज पाइन्छ, नेपालको जस्तो हुँदैन होइन। सो अनि त्यसपछि यता छ हाम्रो लसुन अदुवा होइन। लसुन र अदुवा त्योलाई पनि म सँगै लिएर आएँ होइन। सो यसमा चाहिँ अब मसला अनि प्याज रेडी गर्नतिर जाँदैछु है त गाइज। यसमा चाहिँ क्यामेरालाई यता राखेँ होइन। अनि त्यसपछि चाहिँ यो बन्डलबाट एउटा ठुलो प्याज झिकेँ होइन। प्याज झिकेर अब त्यसलाई चाहिँ चप गर्छु है। चप गरिसकेपछि मेरो काम भनेको मसला थिच्ने हुन्छ है। यस मैले चाहिँ प्याज लिइसकेँ होइन। बडै मनको एउटा
ठुलो प्याज लिएर मैले त्यो भाँडालाई उता राखेर देखिएन भनेर टक्क लाएर एकदम स्पिडमा चाहिँ प्याज काट्दैछु होइन। प्याज काटिसकेँ मैले होइन। अब प्याज काटिसकेपछि मेरो काम भनेको मसला थिच्ने हुन्छ। मसला थिच्नको लागि चाहिँ मैले यहाँ जिरा लिइसकेँ, भाँडामा हालिसकेँ। त्यसपछि अदुवा लसुन हाल्छु यसमा। अदुवा लसुन हालिसकेपछि थोरै मरिच हाल्छु। मरिच होइन, मरिच हालिसकेपछि के हुन्छ अरे त्यो खुर्सानी राख्नुपर्छ होइन। सुकेको खुर्सानी राख्छु। त्यसपछि चाहिँ मैले यसलाई कुट्छु टक 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 लाएर भेरी भेरी स्पिडमा हेर्न सक्नुहुन्छ तपाईहरुले। सो टक 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 होइन मसला पनि कुटिसकेँ मैले हाम्रो। अनि त्यसपछि मेरो मसला पनि रेडी भयो, सबै टक्क दामी बास्नासहितको मसला रेडी भयो। र म चाहिँ अब लाग्छु पकाउनतर्फ, कुकिङ गर्नतर्फ है। सब रेडी भइसक्यो मेरो। प्याज लसुन अदुवाको पेस्ट होइन सबै काउली सब काटेर रेडी भइसक्यो। रेडी भइसकेपछि अब मेरो मसला चाहिँ दामी देखियो, बास्ना पनि खतरा आइरहेछ है। सो अब चाहिँ म चाहिँ भाँडा बसालिसकेँ। बडो इमानको भाँडो होइन, 16 जनालाई पकाउन छ मैले खाना है। सो म चाहिँ भाँडो बसालेँ र म अब चाहिँ तेल हाल्छु। त्यसपछि के गर्नुपर्छ म सब त गर्छु है। ल तेल हाल्दैछु है मैले। तेल चाहिँ अलि धेरै नै हालेँ किनकि भेज तरकारी हो, भेजले चाहिँ अलि धेरै तेल खान्छ कि त्यो काउली छ त्यही माथि होइन। सो तेल अलि धेरै नै हालेँ। अनि त्यसपछि म त्यसमा के गर्छु होला हेर्दै गर्नुहोस्। चाहिँ प्याज हाल्दिएँ होइन। आलु पनि पाकिसक्यो। अब चाहिँ म यसमा के गर्छु भन्दा फर्सी हाल्छु। हाम्रो फर्सी चाहिँ हो, फर्सी रेडी छ है। फर्सी के भन्छ काबेली यस काबेली। मैले त बेसानी हालेँ नै, कडाई मैले पकाएँ स्ट्यान्ड बेसानी हाल्छु। त्यसपछि म टक्क गर्छु। काबेली हालिदिइसकेँ मैले होइन। अब चाहिँ हाम्रो बेसारहरू हाल्छु। बेसार अनि हल्का मसलाहरू हाल्छु के हाल्ने धुलो मसलाहरू। त्यसपछि म चाहिँ तपाईँहरूलाई अहिले एकछिनमा देखाउँछु है। त्यो मैले चाहिँ त्यो मसला यहाँ रेडी थियो होइन। मसला हालिदिएँ होइन, बेसार पनि हालेँ, मसला हालेँ। अनि त्यसपछि काबेली हालेँ, सब थोक हालेर अब चाहिँ राम्रोसँग चलाउँछु यसलाई। मैले चाहिँ चलाउँदै यहाँ खिच्न मिलेन अलि। चलाएर एकछिन भएपछि हल्का यो पाकिसकेपछि मैले चाहिँ काउली हालिदिन्छु है, ब्रोकाउली। त्यो चाहिँ नुन हालेँ है फाइनल्ली। तर हाम्रो नुन सकियो रहेछ, त्यही भएर उता केटाहरूसँग मागेर ल्याएँ फिलिपिनको साथीहरूसँग है। अनि त्यसपछि नुन हालेपछि हाम्रो यस्तो लुक्स चाहिँ यस्तो छ होइन। अब चाहिँ म यसमा चाहिँ काउली ल्याएर हालिदिन्छु। त्यसपछि हल्का एकछिन पकाएर पाक्यो है मेरो तरकारी चाहिँ। यस गाइस मेरो चाहिँ यस्तो भएको छ होइन। फर्सी र आलु चाहिँ राम्रो देखियो मिठो होला जस्तो। मैले पकाएको त नमिठो भन्ने त हुन्न कि हुन्छ। अब चाहिँ यसमा मैले के हालिदिन्छु नि ब्रोकाउली यत्तिकै हालिदिन्छु। अनि त्यसपछि एकैछिन चलाएपछि पाकिसक्यो त्यो चाहिँ। हेरेर पकाउनु हुँदैन नि त ब्रोकाउलीलाई होइन। यो रेडी छ है ब्रोकाउली चाहिँ मेरो हालेर राखेको छु मैले। अनि गर्छु मजाले पखालेर राखेको छ है ब्रोकाउली चाहिँ। अब मैले यसलाई चाहिँ सबै हालिदिन्छु।
पाकिसक्यो हाम्रो खाना तरकारी। हेलो ब्रोकाउली। Yes, so guys, तरकारी पाक्यो, पानी निस्किन्छ क्या तरकारी लास्ट रिसोर्ट चाहिँ मलाई त्यही भएर होइन भेजिटेबलमा पानी निस्किन्छ क्या। भाउ लाउने है तरकारी। होइन बाहिर एकचोटि फेरि धोइदिनु जान के होइन हामी कस्तो देखिया नमिठो भयो नि मिठो भन्नु है दाइ। हाम्रो अमृत पनि आए, यो मेरो यो भइसक्यो, दाल पनि रेडी भइसक्यो। ओ म त एकदम प्रोफेसनल कुकम्यान निस्केँ होइन। त हाम्रो भात रेडी भइसकेको छ होइन। अब चाहिँ म मेसेज हालिदिन्छु, हाम्रो ग्रुप छ खानाको ग्रुप होइन। त्यस्तो चाहिँ लाइफमा हामीले भात पकाउन बिर्सिने चाहिँ हुन्छ होइन। त्यो त होइन। अब म चाहिँ भाँडा धुन्छु, सरसफाइ गर्छु, टक्कै यसलाई ढक्कन लगाइदिन्छु होइन। सब केटाहरूलाई अनि मेसेज गरिदिएपछि खाना आउँछन्। खाना खुल्यो हो गाइज भनेर मेसेज हाल्ने हुन्छ है।